नमस्कार, राधे राधे। आज 6 पुस 2082 आइतबार, पुस शुक्ल प्रतिपदा। वृद्धि योग र पूर्वाषाढा नक्षत्रको प्रभावले आज नयाँ सुरुवात, आत्मविश्वास र लक्ष्यमा अगाडि बढ्ने सङ्केत गर्छ। आज कुन राशिका लागि अवसर खुल्दैछ र कुन राशिले धैर्य अपनाउनुपर्छ, आजको राशिफल अन्त्यसम्म अवश्य सुन्नुहोस्। आजको दिन मेष राशिका जातकहरूका लागि नयाँ सुरुवात, आत्मविश्वास र सकारात्मक ऊर्जाले भरिएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले तपाईभित्र अगाडि बढ्ने चाह झन बलियो बनाउनेछ। अघिल्लो समयदेखि मनमा रहेको योजना वा विचारलाई व्यवहारमा उतार्ने सही समय आएको सङ्केत आज देखिन्छ। तपाईँ आफूलाई मानसिक रूपमा हलुका र लक्ष्यप्रति स्पष्ट महसुस गर्न सक्नुहुन्छ। कार्यकाजको क्षेत्रमा आज नयाँ काम सुरु गर्न, प्रस्ताव राख्न वा नेतृत्व लिन अनुकूल दिन हो। तपाईको आत्मविश्वास र निर्णय क्षमताले अरूलाई पनि प्रभावित पार्नेछ। तर ध्यान दिनुपर्ने कुरा के हो भने हतार। आज उत्साह धेरै भएकाले छिटो परिणाम खोज्ने प्रवृत्ति देखिन सक्छ, जसले साना गल्ती गराउन सक्छ। योजनाबद्ध रूपमा एक कदम चाल्न सके आजको दिन भविष्यको लागि बलियो आधार बन्नेछ। सहकर्मी वा वरिष्ठसँग खुलेर तर सम्मानपूर्वक कुरा गर्दा काम झन सहज हुनेछ। आर्थिक पक्षमा आज सुधारको सङ्केत छ। आम्दानी स्थिर देखिन्छ र नयाँ स्रोतको बारेमा सोच आउन सक्छ। लगानी वा ठूलो आर्थिक निर्णय तुरुन्त लिनुभन्दा आज योजना बनाउने, हिसाब किताब मिलाउने र भविष्यको रणनीति तयार गर्ने दिन हो। अनावश्यक खर्च, देखावटी किनमेल वा आवेगमा पैसा खर्च नगर्नु बुद्धिमानी हुनेछ। धैर्य राख्न सके आर्थिक सन्तुलन बलियो हुँदै जानेछ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज तपाईको ऊर्जा सकारात्मक रहनेछ। परिवारका सदस्यसँग समय बिताउँदा मन प्रसन्न हुनेछ। तपाईको आत्मविश्वासले नजिकका मानिसलाई पनि हौसला दिनेछ। तर आफ्नो कुरा मात्र अघि बढाउने बानी आज टार्नु राम्रो हुन्छ। अरूको भावना सुन्ने धैर्य राख्दा सम्बन्ध झन मजबुत बन्नेछ। अविवाहित मेष जातकका लागि आज नयाँ चिन्जानको सम्भावना देखिए पनि निर्णयमा हतार नगर्नु उपयुक्त हुन्छ। स्वास्थ्य पक्षमा आज ऊर्जा राम्रो देखिन्छ। शरीर सक्रिय र मन उत्साहित रहनेछ। तर अत्यधिक काम, दौडधुप वा अनियमित खानपानले थकान ल्याउन सक्छ। हल्का व्यायाम, पर्याप्त पानी र सन्तुलित भोजनले तपाईलाई दिनभर ताजा राख्नेछ। आज मेष राशिका लागि मुख्य सन्देश: नयाँ सुरुवातको ऊर्जा तपाईको साथमा छ। आत्मविश्वास र उत्साहलाई धैर्य र योजनासँग जोड्न सके आजको दिन तपाईका लागि सफलता, स्पष्ट दिशा र सकारात्मक परिवर्तनको सुरुवात बन्नेछ। आजको दिन वृष राशिका जातकहरूका लागि स्थिरता, योजना र दीर्घकालीन सोचलाई बल दिने सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई बिस्तारै तर सुरक्षित रूपमा अगाडि बढ्न प्रेरित गर्नेछ। तपाईँ स्वभावैले व्यावहारिक र धैर्यवान हुनुहुन्छ र आज यही गुण तपाईको सबैभन्दा ठूलो शक्ति बन्नेछ। हतार नगरी आफ्नो गति अनुसार अघि बढ्न सके दिन सकारात्मक रहनेछ। कार्यकाजको क्षेत्रमा आज क्रमिक प्रगति देखिन्छ। ठूलो उछाल नदेखिए पनि काम व्यवस्थित रूपमा अघि बढ्नेछ। अघिदेखि गरिरहेको प्रयास आज सही दिशामा रहेको अनुभूति हुन सक्छ। सहकर्मी वा वरिष्ठसँग व्यावहारिक र नम्र संवाद राख्दा वातावरण सहज रहनेछ। आज नयाँ जोखिम लिने भन्दा पनि पुराना कामलाई मजबुत बनाउने, प्रक्रिया मिलाउने र जिम्मेवारी पूरा गर्ने दिन हो। तपाईको स्थिर सोच र भरोसायोग्य स्वभावले अरूको विश्वास जित्ने सङ्केत छ। आर्थिक पक्षमा आज सन्तुलन र सुधारको योग देखिन्छ। आम्दानी स्थिर रहनेछ र खर्च पनि नियन्त्रणमा राख्न सकिने सम्भावना छ। आज पैसासँग सम्बन्धित योजना बनाउने, बचतको समीक्षा गर्ने वा भविष्यको आर्थिक सुरक्षाबारे सोच्ने राम्रो समय हो। ठूलो लगानी वा जोखिमपूर्ण निर्णय आज तुरुन्त लिनु आवश्यक छैन, तर त्यसको आधार तयार गर्न आजको दिन उपयोगी हुनेछ। अनावश्यक विलासिता र आवेगपूर्ण खर्च टार्नु बुद्धिमानी हुनेछ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज शान्त र सन्तुलित ऊर्जा रहनेछ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ र भावनात्मक सुरक्षा महसुस हुनेछ। तपाईको व्यावहारिक र धैर्यपूर्ण बोलीले नजिकका मानिसलाई भरोसा दिनेछ। यदि विगतमा कुनै सानो मनमुटाव थियो भने आज सहज संवादले समाधानको बाटो खुल्न सक्छ।
विवाहित वृष जातकका लागि आपसी समझदारी र स्थिरता बढ्ने दिन हो। अविवाहित वृषका लागि आज सम्बन्धभन्दा बढी आत्मस्थिरता र भविष्यको तयारीमा ध्यान दिनु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज सामान्य रूपमा राम्रो देखिन्छ। शरीरले साथ दिनेछ, तर आलस्य वा भारी भोजनले थकान महसुस हुन सक्छ। सन्तुलित खानपान, हल्का हिँडडुल र पर्याप्त पानी पिउनु लाभदायक हुनेछ। आज वृष राशिका लागि मुख्य सन्देश: धैर्य र स्थिरता नै तपाईको मार्गदर्शक हुन्। बिस्तारै तर निश्चित रूपमा अघि बढ्न सके आजको दिन तपाईका लागि सुरक्षित प्रगति, मानसिक सन्तुलन र दीर्घकालीन लाभको आधार बन्नेछ। आजको दिन मिथुन राशिका जातकहरूका लागि विचार, संवाद र निर्णय क्षमताको स्पष्टता ल्याउने सङ्केत लिएर आएको छ। वृद्धि योगको प्रभावले तपाईको बौद्धिक क्षमता र सञ्चार कौशललाई बलियो बनाउनेछ। आज तपाईले बोलेका शब्द, लेखेका कुरा वा प्रस्तुत गरेका विचारले अरूलाई सजिलै प्रभावित पार्न सक्छन्। तर यही क्षमताको सही प्रयोग गर्न संयम र प्राथमिकता अत्यन्त आवश्यक हुनेछ। कार्यकाजको क्षेत्रमा आज सञ्चार, बैठक, प्रस्तुति, सम्झौता र कागजी काममा सफलता देखिन्छ। नयाँ प्रस्ताव आउन सक्छ वा पुरानो काम नयाँ गतिमा अघि बढ्न सक्छ। तर आज एकैचोटि धेरै निर्णय लिन खोज्दा अलमल बढ्न सक्छ। कामलाई प्राथमिकताका आधारमा छान्नु, एक-एक गरेर अघि बढ्नु बुद्धिमानी हुनेछ। कुनै सम्झौता, दस्तावेज वा वाचा गर्नु अघि सबै विवरण ध्यानपूर्वक जाँच्नु आज अत्यन्त आवश्यक देखिन्छ। आर्थिक पक्षमा आज मध्यम तर स्थिर सङ्केत देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर शिक्षा, प्रविधि, सञ्चार वा व्यक्तिगत विकाससँग सम्बन्धित खर्च हुन सक्छ। यी खर्च दीर्घकालीन रूपमा उपयोगी हुन सक्छन्, तर बजेट नबिग्रिने गरी योजना बनाउनु आवश्यक छ। आवेगमा गरिएको खर्च वा छिटो नाफाको आशाले गरिएको निर्णय आज टार्नु नै उपयुक्त देखिन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज संवाद नै मुख्य भूमिका खेल्नेछ। तपाईँ खुलेर कुरा राख्ने स्वभावका हुनुहुन्छ र आज यही गुणले गलतफहमी हटाउन मद्दत गर्नेछ। तर छिटो बोलेको शब्दले अनावश्यक चोट पनि दिन सक्छ। त्यसैले आज शान्त, स्पष्ट र नम्र भाषा प्रयोग गर्नु अत्यन्त महत्त्वपूर्ण हुनेछ। विवाहित मिथुन जातकका लागि आज आपसी संवाद र समझदारी बढ्ने दिन हो। अविवाहित मिथुनका लागि नयाँ चिन्जानको सम्भावना देखिए पनि भावनात्मक निर्णयमा हतार नगर्नु राम्रो हुन्छ। स्वास्थ्य पक्षमा आज मानसिक सक्रियता बढिरहनेछ। धेरै सोच, लामो समय स्क्रिन प्रयोग वा निरन्तर संवादले थकान महसुस हुन सक्छ। टाउको भारी, आँखामा तनाव वा बेचैनी देखिन सक्छ। केही समय मौन बस्ने, गहिरो सास प्रश्वास गर्ने र विश्राम लिनु लाभदायक हुनेछ। आज मिथुन राशिका लागि मुख्य सन्देश: सञ्चार तपाईको शक्ति हो, तर संयम तपाईको सुरक्षा। सोच सम्झेर बोलेर प्राथमिकता तय गर्दै अघि बढ्न सके आजको दिन तपाईका लागि स्पष्ट निर्णय, सन्तुलन र सकारात्मक प्रगतिको आधार बन्नेछ। आजको दिन कर्कट राशिका जातकहरूका लागि भावनात्मक स्थिरता, पारिवारिक ऊर्जा र आत्मसन्तुलनको सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई भित्री रूपमा मजबुत बनाउनेछ। पछिल्ला दिनहरूमा मनमा रहेको अस्थिरता वा भावनात्मक बोझ आज क्रमशः हलुका हुँदै जाने अनुभूति हुन सक्छ। आजको दिन आफ्नो भावना बुझ्ने र त्यसलाई सन्तुलित गर्ने अवसर हो। कार्यकाजको क्षेत्रमा आज मध्यम तर स्थिर प्रगति देखिन्छ। काम आफैमा धेरै कठिन नदेखिए पनि भावनात्मक प्रतिक्रिया दिए सामान्य विषय पनि जटिल बन्न सक्छ। त्यसैले आज व्यक्तिगत भावनाभन्दा पेशागत सोचलाई प्राथमिकता दिनु आवश्यक छ। अघिदेखि सुरु गरेका कामलाई निरन्तरता दिनु, अधुरा काम पूरा गर्नु र योजना मिलाउनु आजको लागि उपयुक्त देखिन्छ। सहकर्मी वा वरिष्ठसँग शान्त र सम्मानजनक संवाद राख्न सके वातावरण सहज रहनेछ। आर्थिक पक्षमा आज स्थिरता देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर घर परिवारसँग सम्बन्धित खर्च देखिन सक्छ। यी खर्च आवश्यक भए पनि भावनामा बगेर अनावश्यक खर्च नगर्नु बुद्धिमानी हुनेछ। आज पैसासँग सम्बन्धित निर्णय गर्दा व्यावहारिक सोच अपनाउनु आवश्यक देखिन्छ। बचत र भविष्यको सुरक्षाबारे सोच्ने दिन हो। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आजको दिन विशेष महत्त्व राख्छ। परिवारसँग समय बिताउँदा मन हलुका हुनेछ र भावनात्मक सुरक्षा महसुस हुनेछ। तपाईको सहानुभूति र समझदारीले नजिकका मानिसलाई शान्ति दिनेछ।
यदि विगतमा कुनै मनमुटाव वा नबोलेका कुरा थिए भने आज सहज संवादले समाधानको बाटो खोल्न सक्छ। विवाहित कर्कट जातकका लागि आज आपसी समझदारी र सहयोग बढ्ने सङ्केत छ। अविवाहित कर्कटका लागि आज सम्बन्धभन्दा बढी आत्मसमझ र भावनात्मक स्थिरता आवश्यक देखिन्छ। स्वास्थ्य पक्षमा आज मनको अवस्थाले शरीरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। बेचैनी, पेट सम्बन्धी समस्या वा निद्रा असन्तुलित हुने सङ्केत देखिन सक्छ। पर्याप्त पानी पिउनु, हल्का भोजन लिनु र केही समय शान्त वातावरणमा बिताउनु लाभदायक हुनेछ। ध्यान, प्राणायाम वा मन शान्त राख्ने अभ्यासले ठूलो सहयोग पुर्याउनेछ। आज कर्कट राशिका लागि मुख्य सन्देश: भावनालाई दबाउनु होइन, सन्तुलित बनाउनु नै आजको शक्ति हो। परिवारको साथ, आत्मसमझ र शान्त सोच अपनाउन सके आजको दिन तपाईका लागि स्थिरता, शान्ति र भावनात्मक बलको आधार बन्नेछ। आजको दिन सिंह राशिका जातकहरूका लागि आत्मविश्वास, नेतृत्व क्षमता र पहिचानको ऊर्जा लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र भिद्दी योगको प्रभावले आज तपाईलाई अगाडि बढ्न, आफ्नो क्षमता देखाउन र निर्णयमा दृढ रहन प्रेरित गर्नेछ। तपाईँ स्वभावैले नेतृत्व गर्न चाहने व्यक्ति हुनुहुन्छ र आज त्यो गुण सकारात्मक रूपमा प्रकट हुने सङ्केत छ। तर यही आत्मविश्वास अहङ्कारमा बदलिन नदिनु नै आजको मुख्य सावधानी हो। कार्यकाजको क्षेत्रमा आज जिम्मेवारी बढ्ने सम्भावना छ। तपाईलाई नेतृत्व गर्नुपर्ने, निर्देशन दिनुपर्ने वा महत्त्वपूर्ण निर्णय लिनुपर्ने स्थिति आउन सक्छ। तपाईको विचार र दृष्टिकोण अरूले सुन्नेछन्, त्यसैले आज बोलेका शब्द र लिएका निर्णयले ठूलो प्रभाव पार्न सक्छ। आदेशात्मक शैलीभन्दा प्रेरणादायी व्यवहार अपनाउन सके सहकर्मी र टिमको समर्थन प्राप्त हुनेछ। आज नयाँ योजना सुरु गर्न सकिने दिन हो, तर हतारमा शक्ति प्रदर्शन गर्ने प्रयास नगर्नु बुद्धिमानी हुनेछ। आर्थिक पक्षमा आज स्थिरता र सम्मानसँग जोडिएको लाभ देखिन्छ। ठूलो अचानक धनलाभको सङ्केत कम भए पनि प्रतिष्ठा, पद वा जिम्मेवारीसँग सम्बन्धित अवसर आउन सक्छ, जसले भविष्यमा आर्थिक सुधारको बाटो खोल्नेछ। देखावटी खर्च, विलासिता वा अरूलाई प्रभावित पार्ने उद्देश्यले पैसा खर्च नगर्नु राम्रो हुन्छ। आज पैसाभन्दा पनि दीर्घकालीन मूल्य र छविमा ध्यान दिनु लाभदायक देखिन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज तपाईँ केन्द्रमा रहन सक्नुहुन्छ। तपाईको व्यवहार र बोलीले परिवारका सदस्यमा गहिरो प्रभाव पार्नेछ। प्रशंसा, सम्मान र सहानुभूतिले सम्बन्ध बलियो बन्नेछ, तर आलोचना वा अहङ्कारले दूरी ल्याउन सक्छ। जीवनसाथी वा नजिकका मानिससँग निर्णय साझा गर्दा आपसी समझदारी बढ्नेछ। अविवाहित सिंह जातकका लागि आज आत्मविकास र लक्ष्यमा ध्यान केन्द्रित गर्ने दिन हो। स्वास्थ्य पक्षमा आज ऊर्जा राम्रो रहनेछ। शरीर सक्रिय र आत्मविश्वास उच्च रहनेछ, तर अत्यधिक काम, तनाव वा रिसले थकान ल्याउन सक्छ। टाउको भारी, रक्तचाप वा अनिद्राको समस्या देखिन सक्छ। सन्तुलित दिनचर्या, गहिरो सास प्रश्वास र विश्राम आवश्यक हुनेछ। आज सिंह राशिका लागि मुख्य सन्देश: आत्मविश्वास तपाईको शक्ति हो, तर नम्रता तपाईको सुरक्षा। नेतृत्वलाई सेवा र प्रेरणासँग जोड्न सके आजको दिन तपाईका लागि सम्मान, स्थिरता र दीर्घकालीन सफलताको आधार बन्नेछ। आजको दिन कन्या राशिका जातकहरूका लागि व्यवस्था, सूक्ष्म सुधार र आत्मअनुशासनको ऊर्जा लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई आफ्ना काम, सोच र दिनचर्यामा स्पष्टता ल्याउन प्रेरित गर्नेछ। तपाईँ स्वभावैले विवरणमा ध्यान दिने व्यक्ति हुनुहुन्छ र आज यही गुणले तपाईलाई अरूभन्दा एक कदम अगाडि राख्ने सङ्केत देखिन्छ। साना कुरामा गरिएको सुधारले आज ठूलो परिणाम दिन सक्छ। कार्यकाजको क्षेत्रमा आज काम व्यवस्थित गर्ने उत्तम दिन हो। फाइल, कागजात, हिसाब किताब, योजना र प्रक्रियामा सुधार गर्नुभयो भने काम सहज रूपमा अघि बढ्नेछ। अघिदेखि अल्झिएका विषयहरू आज स्पष्ट हुन सक्छन्। तपाईको विश्लेषण क्षमता र व्यावहारिक सोचले समस्या समाधान गर्न मद्दत गर्नेछ। तर अत्यधिक पर्फेक्सन खोज्दा आफूमाथि अनावश्यक दबाव नदिनुहोस्। सबै कुरा एकै दिन पूर्ण हुनैपर्छ भन्ने सोच छोडेर क्रमिक सुधारमा ध्यान दिनु लाभदायक हुनेछ। आर्थिक पक्षमा आज सन्तुलन देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर स्वास्थ्य, कामका उपकरण, शिक्षा वा घरायसी आवश्यकतासँग सम्बन्धित खर्च देखिन सक्छ। यी खर्च आवश्यक र उपयोगी हुने सङ्केत छ, तर आवेगमा गरिएको किनमेल वा अनावश्यक खर्च टार्नु बुद्धिमानी हुनेछ। आज बजेट मिलाउने, खर्चको समीक्षा गर्ने र भविष्यको आर्थिक योजना बनाउने राम्रो समय हो। दीर्घकालीन सुरक्षामा ध्यान दिनु उपयुक्त देखिन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज व्यावहारिकता र सहयोगी भावना हावी रहनेछ। तपाईँ भावना गहिरो भए पनि शब्दमा कम व्यक्त गर्ने स्वभावका हुन सक्नुहुन्छ।
आज सानो सहयोग, जिम्मेवारी बाँडफाँड र स्पष्ट संवादले सम्बन्धलाई सन्तुलित राख्नेछ। जीवनसाथी वा परिवारका सदस्यसँग दैनिक जीवनका विषयमा सहकार्य गर्दा आपसी समझदारी बढ्नेछ। अविवाहित कन्या जातकका लागि आज सम्बन्धभन्दा बढी आत्मविकास, स्वास्थ्य र जीवनशैली सुधारमा ध्यान दिनु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज सामान्यदेखि राम्रो सङ्केत देखिन्छ। दिनचर्या मिलेको भए शरीरले राम्रो साथ दिनेछ, तर अत्यधिक सोच, चिन्ता वा कामको दबावले थकान महसुस हुन सक्छ। पाचन प्रणाली, छाला वा स्नायु सम्बन्धी साना समस्या देखिन सक्छन्। पर्याप्त पानी, हल्का भोजन र समयमै विश्राम अत्यन्त आवश्यक हुनेछ। आज कन्या राशिका लागि मुख्य सन्देश: साना सुधार नै आजको ठूलो सफलता हो। धैर्य, अनुशासन र व्यवहारिक सोचका साथ अघि बढ्न सके आजको दिन तपाईका लागि स्थिर प्रगति, मानसिक स्पष्टता र दीर्घकालीन उपलब्धिको आधार बन्नेछ। आजको दिन तुला राशिका जातकहरूका लागि सन्तुलन, विवेक र सही निर्णयको सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई भावनात्मक र व्यवहारिक पक्षबीच सन्तुलन मिलाउन मद्दत गर्नेछ। तपाईँ स्वभावैले न्यायप्रिय र सोच सम्झेर निर्णय गर्ने व्यक्ति हुनुहुन्छ र आज यही गुणले तपाईलाई सही दिशामा अघि बढाउनेछ। निर्णय ढिलो भएको जस्तो लागे पनि आज लिएको निर्णय दीर्घकालीन रूपमा लाभदायक हुनेछ। कार्यकाजको क्षेत्रमा आज छलफल, साझेदारी र सहकार्यबाट सफलता मिल्ने सङ्केत छ। बैठक, सम्झौता, टिमवर्क वा ग्राहकसँगको संवादमा तपाईको नम्र र कूटनीतिक व्यवहारले सकारात्मक परिणाम ल्याउनेछ। तर अरूलाई खुसी पार्ने प्रयासमा आफ्नो आवश्यकता र सीमालाई बेवास्ता नगर्नुहोस्। आज सबैलाई सन्तुष्ट पार्नुपर्छ भन्ने सोचभन्दा आफ्नो विवेकलाई प्राथमिकता दिनु आवश्यक छ। नयाँ प्रस्ताव वा निर्णय आज सोच सम्झेर स्वीकार गर्नु बुद्धिमानी हुनेछ। आर्थिक पक्षमा आज सन्तुलन कायम रहने सङ्केत छ। आम्दानी सामान्य रहनेछ, तर सौन्दर्य, सजावट, लुगाफाटा वा व्यक्तिगत चाहनासँग सम्बन्धित खर्च देखिन सक्छ। बजेट बिग्रन नदिनु अत्यन्त आवश्यक हुनेछ। आज ठूलो लगानी वा जोखिमपूर्ण निर्णय ढिलो गर्नु उपयुक्त देखिन्छ, तर भविष्यका लागि आर्थिक योजना बनाउने, खर्चको समीक्षा गर्ने र प्राथमिकता तय गर्ने दिन हो। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज संवाद र समझदारीले ठूलो भूमिका खेल्नेछ। तपाईको बोली र व्यवहारले नजिकका मानिसलाई शान्ति र भरोसा दिनेछ। यदि विगतमा कुनै गलतफहमी वा दूरी थियो भने आज शान्त र स्पष्ट संवादले समाधानको बाटो खोल्न सक्छ। आलोचनाभन्दा सहानुभूति र सुन्ने धैर्य अपनाउँदा सम्बन्ध झन बलियो बन्नेछ। विवाहित तुला जातकका लागि आज आपसी सम्मान र सहकार्य बढ्ने दिन हो। अविवाहित तुलाका लागि आज आत्मसन्तुलन र भावनात्मक स्पष्टता प्राथमिक देखिन्छ। स्वास्थ्य पक्षमा आज मानसिक सन्तुलनमा ध्यान दिनु आवश्यक छ। धेरै सोच, निर्णयको दबाव वा अरूको भावना बोकेर हिँड्दा थकान महसुस हुन सक्छ। टाउको भारी, निन्द्रा असन्तुलित वा बेचैनी देखिन सक्छ। केही समय शान्त वातावरणमा बिताउनु, गहिरो सास प्रश्वास गर्नु र आफैलाई विश्राम दिनु लाभदायक हुनेछ। आज तुला राशिका लागि मुख्य सन्देश: सन्तुलन नै तपाईको शक्ति हो। धैर्य, विवेक र नम्र संवाद अपनाउँदै अघि बढ्न सके आजको दिन तपाईका लागि सही निर्णय, सम्बन्ध सुधार र मानसिक शान्तिको आधार बन्नेछ। आजको दिन वृश्चिक राशिका जातकहरूका लागि आत्मशक्ति, रणनीति र गहिरो सोचको सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले तपाईलाई भित्री रूपमा बलियो बनाउनेछ। आज तपाईँ सतहमा देखिने कुराभन्दा गहिराईमा पुगेर सोच्ने प्रयास गर्नुहुनेछ। यही गुण आज तपाईको सबैभन्दा ठूलो शक्ति बन्नेछ, यदि त्यसलाई आवेग होइन धैर्यसँग जोड्न सक्नुभयो भने। कार्यकाजको क्षेत्रमा आज पर्दा पछाडिको काम, योजना, अनुसन्धान, व्यवस्थापन वा रणनीति निर्माणमा सफलता देखिन्छ। तपाईले अरूलाई नदेखाई गरिरहेको प्रयास सही दिशामा अघि बढिरहेको अनुभूति मिल्न सक्छ। आज तुरुन्तै प्रशंसा वा परिणाम नदेखिए पनि निराश नहुनुहोस्। तपाईको मेहनत अवलोकन भइरहेको छ। महत्त्वपूर्ण निर्णय आज लिँदा हतार नगरी सबै पक्ष बुझेर अघि बढ्नु बुद्धिमानी हुनेछ। गोप्य कुरा अनावश्यक रूपमा साझा नगर्नु नै आजको लागि उचित देखिन्छ। आर्थिक पक्षमा आज सावधानी आवश्यक छ। आम्दानी सामान्य रहनेछ,
तर जोखिमपूर्ण प्रस्ताव, सट्टेबाजी वा छिटो नाफाको आशाले गरिएको निर्णयले घाटा दिन सक्छ। आज पैसासँग सम्बन्धित विषयमा भावनाभन्दा व्यवहारिक सोच अपनाउनु अत्यन्त आवश्यक छ। पुराना लगानी, ऋण वा आर्थिक जिम्मेवारीको समीक्षा गर्न आज राम्रो समय हो। खर्च नियन्त्रणमा राख्न सके आर्थिक सन्तुलन सुरक्षित रहनेछ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज संवेदनशीलता उच्च रहनेछ। तपाईँ गहिरो भावना राख्ने व्यक्ति हुनुहुन्छ, तर आज बोलेका शब्दले ठूलो असर पार्न सक्छ। त्यसैले प्रतिक्रिया दिनुअघि एकछिन रोक्नु, कुरा शान्त र स्पष्ट रूपमा राख्नु आवश्यक छ। जीवनसाथी वा नजिकका मानिससँग विश्वास र मौन समझदारी कायम राख्न सके सम्बन्ध सुरक्षित रहनेछ। अविवाहित वृश्चिक जातकका लागि आज भावनात्मक निर्णय टार्नु र आत्मसमझ बढाउनु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज मानसिक अवस्थाले शरीरमा प्रभाव पार्न सक्छ। अत्याधिक सोच, दबिएको रिस वा शङ्का आशंकाले टाउको भारी, अनिद्रा वा बेचैनी देखिन सक्छ। ध्यान, गहिरो सास प्रश्वास र केही समय एकान्तमा बिताउनु लाभदायक हुनेछ। मन शान्त राख्न सके शरीर पनि सहज महसुस गर्नेछ। आज वृश्चिक राशिका लागि मुख्य सन्देश: मौन, धैर्य र रणनीति नै आजको सफलता हो। आवेगलाई नियन्त्रणमा राख्दै गहिरो सोचका साथ अघि बढ्न सके आजको दिन तपाईंका लागि आत्मबल, सुरक्षित प्रगति र दीर्घकालीन लाभको आधार बन्नेछ। आजको दिन धनु राशिका जातकहरूका लागि आशा, लक्ष्य र नयाँ दिशातर्फ अघि बढ्ने सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले तपाईभित्र लुकेको उत्साह र आत्मविश्वासलाई बलियो बनाउनेछ। अघिल्लो समयदेखि मनमा रहेको अन्योल बिस्तारै हट्दै जानेछ र तपाईले भविष्यप्रति स्पष्ट दृष्टिकोण महसुस गर्न सक्नुहुन्छ। आजको दिन दीर्घकालीन सोच र लक्ष्य निर्धारणका लागि महत्त्वपूर्ण छ। कार्यकाजको क्षेत्रमा आज अध्ययन, योजना, तालिम, यात्रा, कानुनी विषय वा गुरु सम्बन्धी काममा प्रगति देखिन्छ। नयाँ अवसर देखिन सक्छ वा पुरानो काम नयाँ दिशामा अघि बढ्न सक्छ। तपाईँ स्वभावैले ठूलो चित्र हेर्ने व्यक्ति हुनुहुन्छ र आज त्यो गुणले तपाईलाई सही मार्ग देखाउनेछ। तर अत्याधिक आशावादका कारण व्यवहारिक पक्षलाई बेवास्ता नगर्नुहोस्। आज निर्णय लिँदा अनुभव र गुरु सल्लाहलाई महत्त्व दिनु अत्यन्त लाभदायक हुनेछ। आर्थिक पक्षमा आज मध्यम तर सकारात्मक सङ्केत देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर शिक्षा, यात्रा, पुस्तक, तालिम वा आत्मविकाससँग सम्बन्धित खर्च देखिन सक्छ। यी खर्च भविष्यमा फाइदाजनक साबित हुन सक्छन्, तर बजेट नबिग्रिने गरी योजना बनाउनु आवश्यक छ। जोखिमपूर्ण लगानी, सट्टेबाजी वा छिटो नाफाको लोभ आज टाड्नु नै बुद्धिमानी हुनेछ। आज पैसाभन्दा ज्ञान र अनुभवमा लगानी गर्नु दीर्घकालीन रूपमा लाभदायक देखिन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज तपाईको खुलेर कुरा गर्ने स्वभाव देखिनेछ। तपाईँ सत्य बोल्न चाहनुहुन्छ, तर आज शब्द चयनमा संवेदनशीलता आवश्यक छ। सीधा बोलीले कसैको मन दुख्न सक्छ। जीवनसाथी वा परिवारसँग कुरा गर्दा धैर्य र सहानुभूति अपनाउनु राम्रो हुनेछ। अविवाहित धनु जातकका लागि नयाँ चिनजान वा संवादको सम्भावना देखिए पनि भावनात्मक निर्णयमा हतार नगर्नु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज ऊर्जा राम्रो रहनेछ, तर अत्याधिक दौडधुप, यात्रा वा अनियमित दिनचर्याले थकान ल्याउन सक्छ। खुट्टा, कम्मर वा स्नायु प्रणालीसँग सम्बन्धित साना असहजता देखिन सक्छन्। पर्याप्त विश्राम, हल्का व्यायाम र सन्तुलित खानपान लाभदायक हुनेछ। आज धनु राशिका लागि मुख्य सन्देश: आशा र उत्साह तपाईको शक्ति हुन्, तर विवेक तपाईको मार्गदर्शक हो। गुरु सल्लाह, व्यवहारिक सोच र स्पष्ट लक्ष्यसँग अघि बढ्न सके आजको दिन तपाईका लागि सही दिशा, नयाँ अवसर र दीर्घकालीन प्रगतिको आधार बन्नेछ। आजको दिन मकर राशिका जातकहरूका लागि धैर्य, अनुशासन र निरन्तर प्रयासको महत्त्व झन स्पष्ट पार्ने सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई आफ्नो लक्ष्यप्रति अझ केन्द्रित बनाउनेछ। अघिल्लो समयदेखि गरिरहेको मेहनत तुरुन्तै ठूलो रूपमा देखिएको नहुन सक्छ, तर आज त्यसको सही दिशामा रहेको अनुभूति हुनेछ। ढिलो भए पनि स्थायी सफलता नजिक आइरहेको सङ्केत देखिन्छ।
कार्यकाजको क्षेत्रमा आज जिम्मेवारी र कर्तव्य बढ्न सक्छ। तपाईमाथि भरोसा गरिएको काम वा भूमिका आउन सक्छ जसले अलि दबाव पनि महसुस गराउन सक्छ। तर तपाईँ स्वभावैले मेहनती र सहनशील हुनुहुन्छ। आज नयाँ जोखिम लिने भन्दा पनि अघिदेखि सुरु गरेका कामलाई निरन्तरता दिनु, प्रक्रिया मिलाउनु र अनुशासन कायम राख्नु बढी फलदायी हुनेछ। वरिष्ठ वा अधिकारीबाट तुरुन्तै प्रशंसा नआए पनि निराश नहुनुहोस्। तपाईको प्रयास अवलोकन भइरहेको छ। आर्थिक पक्षमा आज स्थिरता देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर भविष्यको सुरक्षासँग सम्बन्धित खर्च देखिन सक्छ, जस्तै बचत, बीमा, ऋण चुक्ता वा घरायसी जिम्मेवारी। यी निर्णय व्यवहारिक ढङ्गले लिनु आज अत्यन्त आवश्यक छ। जोखिमपूर्ण लगानी, हतारको आर्थिक निर्णय वा कसैको दबावमा गरिएको खर्च आज टार्नु बुद्धिमानी हुनेछ। आज दीर्घकालीन आर्थिक योजनामा ध्यान दिनु उपयुक्त समय हो। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज तपाईँ अलि गम्भीर र मौन देखिन सक्नुहुन्छ। तपाईँ भावनाभन्दा कर्तव्यलाई प्राथमिकता दिने स्वभावका हुनुहुन्छ, तर नजिकका मानिसलाई भावनात्मक साथ पनि चाहिन्छ। आज सानो संवाद, समय र ध्यानले सम्बन्धलाई सन्तुलित राख्नेछ। जीवनसाथी वा परिवारसँग खुलेर तर शान्त रूपमा कुरा गर्दा आपसी समझदारी बढ्नेछ। अविवाहित मकर जातकका लागि आज सम्बन्धभन्दा बढी आत्मस्थिरता र भविष्यको तयारीमा ध्यान दिनु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज शरीरले सामान्य रूपमा साथ दिनेछ, तर अत्याधिक काम र मानसिक दबावले थकान महसुस हुन सक्छ। हड्डी, जोड्नी, पिठ्यौँ वा मांसपेशीसँग सम्बन्धित साना असहजता देखिन सक्छन्। नियमित विश्राम, हलुका स्ट्रेचिङ र सन्तुलित भोजन आवश्यक हुनेछ। आज मकर राशिका लागि मुख्य सन्देश: अनुशासन र निरन्तरता नै तपाईको सबैभन्दा ठूलो शक्ति हो। परिणाम ढिलो देखिए पनि मेहनत व्यर्थ जाने छैन। धैर्यका साथ अघि बढ्न सके आजको दिन तपाईका लागि स्थिर प्रगति र भविष्यको भरोसाको आधार बन्नेछ। आजको दिन कुम्भ राशिका जातकहरूका लागि नयाँ सोच, फरक दृष्टिकोण र सामाजिक चेतनाको सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईलाई पुराना ढाँचाबाट बाहिर सोच्न प्रेरित गर्नेछ। तपाईको मनमा नयाँ योजना, नयाँ बाटो वा जीवनमा केही परिवर्तन गर्ने विचार आउन सक्छ। आजको दिन मानसिक रूपमा सक्रिय रहनेछ र यही सक्रियताले भविष्यका लागि नयाँ सम्भावना खोल्ने सङ्केत देखिन्छ। कार्यकाजको क्षेत्रमा आज नवीन सोच र रचनात्मक दृष्टिकोण फाइदाजनक हुनेछ। टेक्नोलोजी, अनुसन्धान, शिक्षा, सामाजिक सेवा, मिडिया वा रचनात्मक क्षेत्रमा संलग्न कुम्भ जातकका लागि आज नयाँ अवसर देखिन सक्छ। तपाईका विचार अरूभन्दा अलि फरक हुन सक्छन्, तर यही फरकपन नै तपाईको पहिचान हो। तर आज विचार प्रस्तुत गर्दा वाणीमा संयम राख्नु अत्यन्त आवश्यक छ। तपाईको कुरा सही भए पनि कठोर शब्दले गलतफहमी उत्पन्न हुन सक्छ। स्पष्ट, सरल र शान्त भाषामा कुरा राख्न सके काम सहज रूपमा अघि बढ्नेछ। आर्थिक पक्षमा आज स्थिरता देखिन्छ। आम्दानी सामान्य रहनेछ, तर सेवा, सहयोग वा सामाजिक कार्यसँग सम्बन्धित खर्च देखिन सक्छ। यस्तो खर्चले आर्थिकभन्दा बढी मानसिक सन्तोष दिने सङ्केत छ। तर आवेगमा गरिएको खर्च वा जोखिमपूर्ण लगानी आज टार्नु बुद्धिमानी हुनेछ। आज पैसाभन्दा दीर्घकालीन मूल्य, सम्बन्ध र अनुभवमा ध्यान दिनु लाभदायक देखिन्छ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज तपाईँ अलि मौन वा आफ्नै सोचमा मग्न देखिन सक्नुहुन्छ। यसले नजिकका मानिसलाई दूरीको अनुभूति गराउन सक्छ। त्यसैले आज संवादलाई प्राथमिकता दिनु आवश्यक छ। सेवा, सहयोग र समझदारीको भावनाले सम्बन्धलाई अझ बलियो बनाउनेछ। जीवनसाथी वा परिवारसँग खुलेर कुरा गर्दा आपसी भरोसा बढ्नेछ। अविवाहित कुम्भ जातकका लागि आज नयाँ चिन्जान सम्भव छ, तर भावनात्मक निर्णयमा हतार नगर्नु उपयुक्त देखिन्छ। स्वास्थ्य पक्षमा आज मानसिक सक्रियता बढी रहनेछ। धेरै सोच, योजना र डिजिटल गतिविधिले थकान महसुस हुन सक्छ। टाउको भारी, आँखामा तनाव वा निन्द्रा असन्तुलित हुने सङ्केत देखिन्छ। केही समय प्रकृतिसँग बिताउनु, गहिरो सास प्रश्वास गर्नु र स्क्रिन समय कम गर्नु लाभदायक हुनेछ। आज कुम्भ राशिका लागि मुख्य सन्देश: नयाँ सोच तपाईको शक्ति हो, तर संयम तपाईको सुरक्षा। फरक विचारलाई शान्त व्यवहार र सेवाभावसँग जोड्न सके आजको दिन तपाईका लागि सकारात्मक परिवर्तन र मानसिक सन्तोषको आधार बन्नेछ। आजको दिन मीन राशिका जातकहरूका लागि आध्यात्मिक ऊर्जा, भावनात्मक स्पष्टता र आत्मचिन्तनको सङ्केत लिएर आएको छ। पुष शुक्ल प्रतिपदा र वृद्धि योगको प्रभावले आज तपाईको मन संवेदनशील, कोमल र गहिरो अनुभूतिले भरिएको रहनेछ। बाहिरी संसारको हल्लाभन्दा भित्री आवाज सुन्ने चाहना बढ्न सक्छ र यही प्रवृत्तिले आज तपाईलाई सही मार्ग देखाउनेछ।
कार्यकाजको क्षेत्रमा आज गति अलि सुस्त देखिन सक्छ, तर यो कमजोरी होइन। आजको ऊर्जा, तयारी, आत्मविश्लेषण र मानसिक स्पष्टताका लागि उपयुक्त छ। सृजनात्मक काम, कला, लेखन, सङ्गीत, उपचार, परामर्श, सेवा वा आध्यात्मिक क्षेत्रसँग सम्बन्धित मीन जातकका लागि आज प्रेरणा र स्पष्टता प्राप्त हुने दिन हो। ठूला निर्णय तुरुन्त लिनुभन्दा आज परिस्थितिलाई बुझ्ने, विकल्पहरू तौलने र मनलाई शान्त बनाउने दिन हो। आज मौनमै ठूलो उत्तर लुकेको हुन सक्छ। आर्थिक पक्षमा आज सावधानी आवश्यक छ। तपाईको करुणामय स्वभावका कारण अरूको समस्यामा सहयोग गर्ने इच्छा बढ्न सक्छ, तर आफ्नै सीमा नबिर्सनुहोस्। भावनामा बगेर खर्च गर्दा पछि तनाव आउन सक्छ। आम्दानी सामान्य रहनेछ। आज पैसासँग सम्बन्धित निर्णय व्यावहारिक सोचका साथ लिनु अत्यन्त आवश्यक छ। बचत, भविष्यको सुरक्षा र दीर्घकालीन योजना आजको लागि महत्त्वपूर्ण रहनेछ। पारिवारिक र व्यक्तिगत सम्बन्धमा आज गहिरो भावना र सहानुभूति देखिन्छ। तपाईँ अरूको पीडा छिटै महसुस गर्नुहुन्छ, तर आज अरूको भावनात्मक बोझ बोकेर आफै थाक्नु हुँदैन। स्पष्ट संवाद र स्वस्थ सीमाले सम्बन्धलाई सन्तुलित राख्नेछ। जीवनसाथी वा परिवारसँग शान्त वातावरणमा समय बिताउँदा आपसी समझदारी र आत्मीयता बढ्नेछ। अविवाहित मीन जातकका लागि आज नयाँ सम्बन्धभन्दा बढी आत्मसमझ र भावनात्मक परिपक्वता आवश्यक देखिन्छ। स्वास्थ्य पक्षमा आज मानसिक अवस्थाले शरीरमा प्रत्यक्ष प्रभाव पार्न सक्छ। थकान, कमजोरी, अनिद्रा वा पानीको कमी महसुस हुन सक्छ। पर्याप्त पानी पिउनु, हल्का भोजन लिनु र समयमै विश्राम लिनु अत्यन्त आवश्यक हुनेछ। ध्यान, प्रार्थना, मौन वा श्वास-प्रश्वास अभ्यासले मन र शरीर दुवैलाई शान्त बनाउनेछ। आज मीन राशिका लागि मुख्य सन्देश: आध्यात्मिक झुकाव तपाईको शक्ति हो। बाहिरी हल्लाबाट टाढा रहेर ध्यान, प्रार्थना र आत्मसमझमा समय दिन सके आजको दिन तपाईका लागि गहिरो शान्ति, स्पष्टता र आत्मिक बलको आधार बन्नेछ।